हेलो गाइस, वेलकम टू माई किटी टुम्पा ब्लग्स। आज को मेरो ब्रेकफास्ट छ लिट्टी। तर लिट्टी यादै भएको कुरा हो होइन, उसरी फ्राई हुन्छ हो। यहाँ चाहिँ के भन्छ यो सत्तुको हो, यो के भन्छ के को भनेको भने चानाको। यसमा हामी के हाल्छ भन्दाखेरि निम्बु हाल्दा हुन्छ तपाईँले छ भने। अन्त नाम के अरे प्याज खोर्सानी त्यहाँदेखि त्यो हाल्छ कालो जिरा त्यो। अन्त मजाले मुसी लिट्टी हुन्छ। यहाँ फ्राई हुँदैछ हो। यहाँ लिट्टीको यो लिट्टी भेरी गुड मर्निङ गुड मर्निङ अहिले भेरी गुड मर्निङ। फेरि हामी यहाँ लिट्टी चाहिँ हुँदैछ गाइस। अब भन्थेँ कि म यहाँ अब यस्तोमा छु। ए गाइस अब यो पनि गर्दै गर्नु पऱ्यो। यो भयो त्यो यो भयो। तेल पुरा छान्नुपर्छ गाइस, किनभने यहाँ सबैजनाको तेलमा चाहिँ एलर्जी छ कि। एलर्जी बस। मन पर्ने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोस् होला गाइस। यहाँ हेर्नुहोस् त, यहाँ नजानु है। मन पर्ने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला गाइस। सपोर्ट चाहिरहेछ मलाई। हेभ अ गुड डे, बाई बाई, टेक केयर।